आदरणीय दर्शकबिन नमस्कार। सदा चाहिँ आज पनि यहाँहरूलाई मैले एउटा महत्त्वपूर्ण विषयवस्तु लिएर आएको छु। भिडियो पुरा हेर्नुहोला। आज मैले विंशोत्तरी दशा अन्तर्गत शनिको दशामा यहाँहरूलाई कस्तो किसिमको फल अथवा असर पर्छ भन्ने बारेमा महत्त्वपूर्ण जानकारी लिएर आएको छु। आचम भौरा वृष बुकेसु। यसभन्दा अघिल्लो भिडियोमा मैले यहाँहरूलाई गुरु बृहस्पतिको दशा चलेको अवस्थामा कस्तो किसिमको फलहरू प्राप्त हुन्छ भन्ने महत्त्वपूर्ण जानकारी दिइसकेको छु। अब बृहस्पति पछि शनिको पालो छ। विंशोत्तरी दशामा शनिको वर्ष अवधि भनेको 19 वर्ष हो। यो तपाईको जीवनकालमा 19 वर्ष शनिको चाहिँ दशा चलिरहन्छ। त्यो चाहिँ विंशोत्तरी दशामा गएर हेर्नुपर्ने हुन्छ। जन्म कुण्डलीमा शनि कस्तो अवस्थामा बसेको छ र कुन घरमा कसरी बसेको छ, कुन ग्रहहरूसँग युति बनाएर बसेको छ अथवा उच्च भएर बसेको छ अथवा नीच भएर बसेको छ भन्ने कुरो चाहिँ तपाईको जन्म कुण्डली नहेरिकन भन्ने अवस्था हुँदैन। र मैले आज शनि ग्रहको बारेमा सामान्य परिचय दिँदैछु। ल शनि ग्रह पनि यदि तपाईको विंशोत्तरी दशा अन्तर्गत शनि दशा चलेको बेलामा चाहिँ त्यसको असर पूर्णता देखिन्छ। जस्तो तपाईको शनि ग्रह भनेको एउटा कर्मकारक ग्रह हो। त्यो शनिले तपाईलाई फल दिन्छ तर अलिकति सुस्त दिन्छ भन्ने पनि गरिन्छ। जस्तो कर्म भावमा शनि बसेको छ भने तपाई एउटा राम्रो कार्यमा लाग्न सक्नुहुन्छ र तपाईलाई त्यो फल अवश्य दिन्छ र अलिकति केही समय ढिला पनि दिन्छ। र छैठौं घरमा शनि बसेको छ भने तपाईको शत्रुमाथि विजय त हुन्छ। त्यसमा पनि कुन ग्रहले कस्तो अवस्था दिएछ त्यो चाहिँ भन्न सकिन्छ। त्यसले चाहिँ अलिकति त्यस्तो प्रभाव। जस्तो अष्टम भावमा गएर चाहिँ तपाईको शनि बसिएको छ भने त्यो दीर्घायु हुन्छ। त्यो शनिले तपाईको आयुलाई दीर्घायु बनाउँछ भन्ने पनि गरिन्छ। जस्तो तुला राशिमा शनि उच्च भएर बसिया हुन्छ। शनि उच्च भएको अवस्थामा तपाईको त्यो अर्कै किसिमको फल हुन्छ। र खास गरी म अब तपाईहरुलाई विंशोत्तरी दशातिरै फोकस गर्न चाहन्छु। विंशोत्तरी दशा लागेको बेलामा चाहिँ शनिको असर कस्तो हुन्छ भन्ने बारेमा म यहाँलाई महत्त्वपूर्ण जानकारी दिन्छु। र तपाईले आफ्नो विज्ञ ज्योतिष, कोही नजिकको ज्योतिष हुनुहुन्छ भने विज्ञ ज्योतिषलाई देखाउनुहोस्। तपाईको कुण्डलीमा शनिको अवस्था के छ र त्यो शनिको अवस्था हेरेर विंशोत्तरी दशा अन्तर्गत शनिको दशा कहिले चलेको छ त्यो अवधि हेर्नुभयो र तपाईले त्यो आफ्नो शनिले केही खराब असर पार्दैछ भन्ने कुरो तपाईलाई पहिले जानकारी भयो भने तपाईले शनिको उपचार पनि गर्न सकिन्छ। त्यो उपचार गरेर तपाईले समयमै ग्रहलाई शान्त गराउन सक्नुभयो भने पनि तपाईको जीवनमा नराम्रो किसिमको त्यस्तो फलहरू प्राप्त हुँदैन र त्यसलाई केही खराब किसिमको फलहरू रहेछ भने पनि तपाईले त्यसलाई केही सानो मतलब त्यसलाई केही क्रमशः कम गर्न सक्ने अवस्था पनि हुन्छ। धेरै किसिमको उपचारहरू विधि छ। मैले आज तपाईलाई खास गरी शनि ग्रहकै बारेमा बताउनु पर्ने भएको कारणले मैले यसका उपचार कसैलाई त्यस्तो कसैको विंशोत्तरी दशा अन्तर्गत शनि दशा चलिरहेछ भने तपाईहरुले मलाई मेसेज गर्न सक्नुहुन्छ र मैले तपाईहरुलाई यसको शनिको चाहिँ ग्रहलाई शान्त गराउने उपायहरू पनि बताउँछु। पछिल्लो भिडियोमा लिएर आउँछु। जस्तै तपाईको अब म के भन्न चाहन्छु भने जस्तो विंशोत्तरी दशा अन्तर्गत शनिको दशा चलिरहेको अवस्था छ भने तपाईलाई झुटो आरोप लाग्ने, हत्या, जेल, धन नाश हुने, आफ्नै बन्धुहरूसँग पनि वैमनस्यता हुने, झै झगडा हुने र बन्न लागिसकेको काम पनि बिग्रेर जाने अवस्था हुन्छ। यो लगायत अरू धेरै किसिमको कुराहरू पनि पर्न सक्छ। त्यसकारणले तपाईले आफ्नो पहिला जन्म कुण्डलीमा कुन दशा चलिरहेछ त्यो जानकारी राम्रोसँग लिनुहोला र त्यसपछि जुन दशा चलेको छ त्यही दशाको उपचार गर्दै जानुभयो भने तपाईको जीवन एकदम सुखमय हुन्छ भन्दै आजको भिडियोबाट म बिदा लिन चाहन्छु। हस्त नमस्कार।